नेपालको सबैभन्दा ठुलो कोशी सप्तकोशी र यो सप्तकोशीले पूर्णतः नाम पाएको यो स्थान रहेको छ त्रिवेणी, जसलाई हामीले नजिकैबाट निहालिरहेका छौँ। यो सबैभन्दा उताबाट आउने तम्बोर र यो बिचबाट बग्छ अरुण र यताबाट आउँछ पाँचवटा। यो ट्र्याक चाहिँ अहिले के को लागि खनिँदैछ भनेर यो मैनावानी मुडुम पदमार्ग भन्ने गरे चाहिँ मैले पनि सुने हो। हजुर 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 योभन्दा अरू त अब मलाई पनि त्यस्तो खासै जानकारी त मलाई पनि राम्रो त पाएको छुइनँ होइन। ए ल अहिले चाहिँ खोटाङ जिल्लादेखि भोजपुर जिल्लासम्म मात्रै नभइकन अहिले चाहिँ कोशी टापु यो चाहिँ एउटा होचो स्थानबाट एउटा माथिल्लो एक लेभलको पिकसम्म लाने योजनामा चाहिँ अहिले उदयपुरको यो बेलाका नगरपालिकाको मैनामैनीमा छौँ र यो कोशी टापुबाट चाहिँ यो ट्र्याक सुरु हुँदै रहेछ। यो खुसीको कुरो हो। यस स्थानलाई भोजपुरको दक्षिणी बेल्ट र यो स्थानको उत्तरी दिशाबाट चाहिँ यो सडकको स्तरोन्नतिको काम भने धमाधम भइरहेको रहेछ। अञ्चलको एउटा पर्यटकमा सम्भावना बोकेको यस बेलाका नगरपालिका मैनामैनी हो। यसमा अब तपाईँले के छ घुम्न आउने लागि भन्दाखेरि सप्तकोशीको सङ्गम स्थल त्रिवेणी नजिकै, जस्तै भोजपुर उदयपुर धनकुटाको बिचमा सङ्गम स्थल छ। हजुर उहाँले बताउनु भएको जति पनि यो पिक छ, यो टप छ, यहाँबाट देखिने मनोरम दृश्य र हिमाली श्रृङ्खलाहरू पनि यहाँबाट निहाल्न सकिन्छ भनेर उहाँले भन्नुहुन्छ। यस स्थान रहेको छ मैनामैनी र ठ्याक्कै अहिले हामी छौँ सूर्य चोकमा। पछाडि चाहिँ यहाँ तपाईँले देखिराख्नु भएको छ यो एउटा ठुलो सुँगुरको चाहिँ यहाँ बनाइएको रहेछ। यसको बारेमा चाहिँ हामी यहाँ स्थानीयहरूसँग पनि गफगाफ गर्नेछौँ। ठुलै बसमा आउँदो रहेछ त नि। नमस्ते चुहार। सुनसरीको धरानबाट चतरा हुँदै यो मैनामैनी आउँछ र मैनामैनी हुँदै बासाबु पनि हुँदै चुहाड भोजपुरको द्वारसम्म प्रवेश गर्छ यो सडकले। दर्शकबिन नमस्कार, म हुँ शिव लामा। चिचिनद्वीपको गएको अङ्कमा हामीले 87 धामको दृश्यलाई देखायौँ भने आजको यो अङ्कमा उदयपुर जिल्लाको बेलाका नगरपालिकामा रहेको यो मैनामैनी सेरोफेरोको दृश्यलाई यहाँ समावेश गर्दैछौँ र अब चाहिँ भने पुरा भिडियोतर्फ लागौँ है त। आदरणीय दर्शकबिन नमस्कार। अहिले हामी ठ्याक्कै मैनामैनी जाने क्रममा छौँ र यो जाने क्रममा हामीले चाहिँ यो महेन्द्र हाइवेको बाटोलाई प्रयोग गरेनौँ। कारण चाहिँ अहिले बाटो निर्माण हुँदैछ, त्यस कारणले धुवा धुलो धेरै नै भएको कारणले हामीले चाहिँ मदन भण्डारी हाइवेलाई पक्रेर अगाडि बढ्दै गर्दाखेरि हामी धरान छिरेर यता आएको छौँ। अहिले चाहिँ ठ्याक्कै छौँ हामी सर्दो खोलामा र आजको यात्रा भनेको चाहिँ हाम्रो उदयपुर जिल्लामा रहेको मैनामैनी भन्ने स्थानसम्म रहेको छ र त्यहाँनिर जहाँ गएर 3वटा कोशी को सङ्गम स्थललाई त्रिवेणी भनिन्छ, त्यसलाई चाहिँ हामी थोरै उदयपुर साइडबाट हेर्नेछौँ कस्तो देखिन्छ। हामी अब यहाँबाट चतरा हुँदै अगाडि बढ्नेछौँ। यो हो मदन भण्डारी मार्ग। यो चाहिँ पूर्वको मेचीबाट सुरु भई पश्चिमको महाकालीसम्म गएर यो रोड चाहिँ
लगभग चुरे पहाडलाई छुँदै नै अन्त्य हुन्छ। पूर्व पश्चिम महेन्द्र राजमार्गको अर्को एउटा वैकल्पिक राजमार्गको रूपमा यो मदन भण्डारी मार्गलाई लिन सकिन्छ र यो पूर्वको लगभग चुरेलाई छुँदै नै अगाडि बढ्छ र पश्चिम अञ्चलको महाकालीमा गएर यो बाटो टुङ्गिन्छ। अब यहाँ थोरै अगाडि यहाँ 4 बाटो रहेको छ। यो दक्षिणतर्फ इटरीदेखि महेन्द्र राजमार्गलाई टच गर्छ भने यो सिधै अगाडि जाँदा चतरा बजार र अब हामी राइट टर्न लिएर अगाडि बढ्छौँ भने चतराको मदन भण्डारी मार्ग हुँदै गाईघाट कटारी र पश्चिम नेपाललाई जोड्ने यो सडकमा हामी दौडिरहेका छौँ। बर्खा लागिसकेको छ, छिनमै वर्षा भइदिन्छ र छिनमै खोलिदिन्छ र अहिले भने यो वर्षापछिको यो निलो आकाश हामी र चारैतिरको यो हरियाली दृश्यलाई हेर्दै हामी अगाडि बढ्दैछौँ र अब 4-5 किलोमिटर अगाडि गइसकेपछि चाहिँ हामीले सप्तकोशीलाई भेटिन्छ, जसलाई चाहिँ भनिन्छ चतरा र त्यहाँबाट एउटा बाटो राइटतिर छुटिन्छ, त्यो चाहिँ बारा क्षेत्र थाम जाने। अहिले चाहिँ ठ्याक्कै हामी आइपुगिसकेका छौँ यो चतरा भन्ने स्थानमा। चतरामा आइपुगेका छौँ र अब यहाँदेखिको बाटो छुट्टिन्छ दुईटा। यहाँदेखि मेरो लेफ्ट साइडमा गयो भने बरा क्षेत्रधाम एउटा धार्मिक स्थल पुगिन्छ भनेदेखि यो बाटोले चाहिँ हामीलाई पश्चिम काठमाडौँ लगायतका पश्चिम अञ्चलहरूसँग जोडिन्छ र कोशी तरेपछि चाहिँ उदयपुर जिल्ला सुरु हुनेछ। अहिले हामी छौँ यो चाहिँ सुनसरी जिल्लामा लखास। अहिले हामी सप्तकोशीको यो पुलमा दौडिरहेका छौँ र यो पुल पारी तरिसकेपछि चाहिँ हामी खानासाना खाएर चाहिँ यो पुल तर्ने बित्तिकै चाहिँ राइटतिर अगाडि बढ्छ यो मैनामैनीको लागि बाटो र मैनामैनी पुग्नको लागि यहाँबाट लगभग 29 किलोमिटर छ भन्ने बुझिएको छ। अब हेरौँ रोड कन्डिसन कस्तो रहेछ। यहाँ खाना खाइसकेपछि हामी अगाडि बढ्छौँ र यो वरिपरिको दृश्यलाई पनि एकैछिन समावेश भने पक्कै गर्नेछौँ है त। हामीले सुनसरी जिल्लालाई छोडेर अब चाहिँ भने अहिले चाहिँ भने यो उदयपुर जिल्लालाई टेकिसकेका छौँ। खाना आइपुग्यो है। यो चाहिँ के पो हो होटलको नाम? हाम्रो होटल चाहिँ होटल यालाखोम। होटल यालाखोम। यालाखौ। हजुर, खोम। खोम। खोम हजुर। ए ल अहिले लिनेछौँ ल। ल अब खाना आइपुगेछ, अब हामी खाना खाएर लाग्छौँ है। अब यहाँ खाना आइपुगेछ होइन, फ्राईमा भने आदि ठिकै छ। ट्याक्क पारेर यो घिउ चाहिँ घिउ खान्छ त, घिउ चाहिँ नखाएन, घिउ चाहिँ खाएन भने घिउ नखाने यो चिल्लो गरी खाइन्न। सब्जी ठिक छ है, त्यही त हो डन। दर्शकबिन हामीले यो खाना खाएको होटलको नाम यालाखोम रहेछ र यो चाहिँ मदन भण्डारी मार्ग र यो हाइवेको नजिकै नै रहेको छ र अब चाहिँ भने यो कोशी वरिपरिको दृश्य हेरौँ है त थोरै एरियल भ्यू। होटल यालाखोमको सर्भिस छिट्टो छरितो र यहाँको भोजन निकै नै मिठो र हामीलाई चाहिँ पर प्लेट 400 परेको छ विथ लोकल कोशीको माछा। दर्शकबिन मलाई चाहिँ मेरो साथीहरूले चाहिँ पश्चिम नेपालबाट मध्यपश्चिम अञ्चलबाट चाहिँ सोधिराख्नुहुन्छ यो पुल चाहिँ कहाँनिर छ भनेर।
भनिराख्नुहुन्छ। तपाईहरुलाई आज म बताउँ, यो चाहिँ महेन्द्र राजमार्गमा पर्ने कोशी ब्यारेजको पुल भन्दा ठिक उत्तर साइडमा चुरेको पहाडहरूसँग सटिएर रहेको छ र जहाँबाट चाहिँ तपाईले नेपालको एउटा यस्तो ठुलो धाम जुन चाहिँ बराक्षेत्र धामको नामले चिनिन्छ यहाँबाट जान सकिन्छ। कोशीलाई लेफ्ट साइडमा राखेर अगाडि बढिरहेको तपाईले हेरिराख्नु भएको छ त्यो रोड, जुन रोडले चाहिँ तपाईलाई बराक्षेत्र धाम पुर्याउँछ भनेदेखि यो कोशीलाई राइट राखेर अगाडि बढ्ने सडकले चाहिँ मैनामैनी हुँदै भोजपुरको चुवाड भन्नेमा लगेर टुङ्गाउँछ उदयपुर जिल्लाको सडकले। भनेदेखि त्यहाँदेखि सुरु हुन्छ भोजपुर जिल्लाको सडकहरू। यस स्थानमा भारतीय पर्यटकहरू पनि प्रशस्त मात्रामा आउने गर्नुहुन्छ र यो स्थानमा पुगिसकेपछि यहाँको कोशीको लोकल माछाको परिकार भने मजाले चाख्न पाइन्छ। अब चाहिँ भने दर्शकबिन हामी यहाँबाट उत्तरतर्फ बढ्नेछौँ। सडक भने चाहिँ कच्ची सडक रहेछ, हामीले त हेरिसक्यौँ, अब तपाईले भिडियोमा हेर्नुहोस् है त। आउँदाखेरि हामीले अझै हजुरहरूलाई सेवा सुविधा चाहिँ अझै राम्ररी दिन पाऊँ हैन। हामी स्टाफहरू, हामी वेटरहरूले पनि तपाईँहरूलाई राम्रो सर्भिस दिन पाऊँ, हाम्रो कुकहरूले पनि तपाईँहरूलाई तातो सफा मिठो उहाँहरूले सर्भ गरोस्, हामी यही चाहन्छौँ तपाईँहरूलाई एकदम खुसी दिनलाई। हामी चाहिँ सर्भको लागि चाहिँ हामी जहिले नि यहाँ रेडी छौँ, आउनु होला। धन्यवाद। कोशी दाहिनेतिर बगिरहेको छ। हामी चाहिँ कोशीको किनारै किनार यो चुरे पहाडमा घुम्तीमा मोडिँदै अगाडि बढिरहेका छौँ। यस स्थान वरपर चाहिँ सडक कच्ची छ र यो गएको 2-3 दिन अगाडिको वर्षाले रोड भने अलिकति बिगारे चाहिँ लाग्छ। कोशी पहाडी एक नासले घुम्तीमा मोडिँदै अगाडि बढिरहेको सडक कति रमाइलो। अनि हाम्रो पनि सडक चाहिँ लगभग नै त्यस्तै नै छ। हामी हिँड्दै गरेको सडक अलिकति साँघुरो छ र हामीले तलबाट आउँदै गरेको गाडीलाई साइड पनि रोकेर नै दिनुपर्छ। यो हामीलाई खत्तम पुरै भिजायो नि त। अनि यहाँ तल चाहिँ यो चाहिँ चतराको ब्रिज हो। यो लेफ्ट साइडमा सुनसरी जिल्ला, अनि यो अहिले हामी जहाँ उभिरहेछ राइट कर्नरतिरको चाहिँ उदयपुर जिल्ला।
अब यहाँभन्दा उँधो चाहिँ फेरि कोसी एकदम फिजिनु थालेको छ होइन हौ, बङ्गाला छुटेर पुरा टापु 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 बनिएको छ यहाँ तल तल। नमस्ते, मेरो नाम चाहिँ परशुराम राई, कवि भने सबैले चिन्छन्। यस बेलाका नगरपालिका उदयपुर महिनामैनी हजुर हामी आइपुग्नु र विशेष गरेर हामी जस्तै यहाँ घुमघाम गर्न आउनेहरूको लागि चाहिँ तपाईँले चाहिँ के भन्न चाहनुहुन्छ यो ठाउँको बारेमा? अरू चाहिँ के छ त्यस्तो चिजहरू हेर्नु लायक? होइन, यो पूर्वाञ्चलको एउटा पर्यटकमा सम्भावना बोकेको यस बेलाका नगरपालिका महिनामैनी हो। यसमा अब तपाईँले के छ घुम्न आउने लागि भन्दाखेरि सप्तकोशीको सङ्गम स्थल त्रिवेणी नजिकै, जस्तै भोजपुर उदयपुर धनकुटाको बिचमा सङ्गम स्थल छ। अनि यो हाम्रो मेरुङ डाँडाबाट जस्तै मेरुङ, बाहाबुवा, पावला अनि कान्छीराङ अनि यो बुङ्सुकोटे, अब यो के अरे मुलगाउँहरूबाट प्रशस्त त्यसको राम्रो खालको एउटा सिन भनौँ, हेर्न लायकको पर्यटकीयलाई जे होस् मन अडिने खालको एउटा राम्रो सुन्दरताले भरिपूर्ण भएको, चारैपट्टि कञ्चनजङ्घा, कुम्भकर्ण, मकालु देखिने। अनि बाटोघाटो पनि हल्का निर्माण भइरहेको छ। अनि हामीले के भन्छ यो कोठु चत्रा ब्रा क्षेत्रबाट चाहिँ नजिकै 15-16 किलोमिटरको दूरीमा छ। हजुर, अब अलिकति बाटोको समस्या हो थोरै, तर बाटो निर्माण भइरहेछ। बाटो निर्माण छ, सम्भावना चाहिँ धेरै बोकेको छ। इन्डियाको पनि नजिक भएको हिसाबले घुम्न लायक छ। मैनारानी मन्दिर जस्तो के भन्छ देवीहरू बसेको ठाउँहरू छन्, रानी थानी, मैनारानी, उता नजिकै टङ्केला गुफा। अब पूर्वाञ्चलको लगभग जस्तै इलामहरू अहिले जुन के अरे चियाले प्रसिद्ध छ, जस्तै हाम्रो यो सप्तकोशीको सङ्गम स्थल यो प्रसिद्ध छ। अनि कुम्भकर्ण, मकालु, कञ्चनजङ्घा पनि देखिने। अनि यहाँको कुन स्थानबाट देखिन्छ यो के भन्छ यही माथि यो जुनसुकै एरियाबाट देखिन सकिन्छ, डाँडाबाट। हजुर, जुनसुकै एरियाबाट पनि देख्न सकिन्छ। अनि अघि तपाईँले जोड्दै हुनुहुन्थ्यो नि यो त्यो मुन्दुङ ट्रेलको पदमार्ग पनि निर्माण। हजुर हजुर, यो चाहिँ ठ्याक्कै यो के भन्छ रङ्गमलबाटै स्टार्ट गर्ने भन्ने खालको सुनेको थिएँ। जुन कति बजेट त मलाई ठ्याक्कै थाहा भएन, तर जुन यो तराईलाई छुवाएर भोजपुर चखेवासम्म पुर्याउनेको पदमार्ग पनि अहिले विभिन्न कारण तलबाट के नमिलेको स्टार्ट यहाँबाट सुरुवात गरेछ। जस्तै मैनारानी हामी चाहिँ सानोमा चत्र झर्दाखेरि अखम्चिया भन्छौँ, त्यहाँदेखि स्टार्ट गर्नु भएको छ, बनिरहेको छ भोजपुर चखेवासम्म। भनेपछि मुन्दुङ ट्रेल, हजुर मुन्दुङ ट्रेल भनेको खोटाङबाट छ अहिले सुरुवाती पोइन्ट। हजुर हजुर, त्यो सालपासीचुङ गएर सकिन्छ। हजुर, भनेपछि अब चाहिँ यही महिनामैनीबाटै चाहिँ त्यहाँ जोडिन्छ, चक्या जोडिन्छ, चक्याबाट साल्पा। हजुर हजुर, ए हजुर हजुर, त्यो छ घुम्न लायक ठाउँहरू छ। ल हस् त, तपाईँले जानकारी दिनुभयो यसको लागि धन्यवाद है त। हामी जुन स्थानमा भिडियो संवाद गरिरहेको थियौँ त्यो स्थानलाई चाहिँ भनिन्छ सूर्यचोक, र सूर्यचोक वरिपरिको स्काई एरियल भ्यू पनि हामीले हेरिसक्यौँ र तपाईँलाई पनि देखाइसक्यौँ। र अब चाहिँ भने त्यहाँदेखि हामी अगाडि बढ्दैछौँ। यहाँदेखि थोरै माथि गइसकेपछि चाहिँ एउटा सुँगुरको एउटा स्तम्भ जस्तो बनाइएको रहेछ। अब यहीँबाट रहेछ। ल आउनुहोस् है, अब हामी देखाउँछौँ महिनामैनी भन्ने ठाउँमा ठ्याक्कै आइपुगिसकेका छौँ। अनि पानीले एकदम खत्रै खिच्यो होइन, पानीले खिचेर पनि यो लुगा पनि अब लगभग सुकिसक्यो भनौँ होइन। अब यसको विषयमा पनि बुझ्ने नै छौँ पक्कै पनि होइन। यो गाउँमा आएर यो चाहिँ भयङ्कर
ठुलो बनाइदिएको रहेछ फेरि होइन अरे आइज भाइ ठिक छ दामी तरिकाले ओहो ल दर्शकबिन तपाईँलाई अघि मैले भनेको थिएँ यो सुँगुरको विषयमा अलिकति जानकारी दिउँ र लिउँ भन्ने सोचमा थिएँ तर हामीले चाहिँ योसँग जानकार व्यक्तिसँग चाहिँ हाम्रो भेटघाट हुन सकेन त्यही कारणले हामीले यहाँ दृश्य मात्रै प्रस्तुत गऱ्यौँ र कृपया तपाईँ पनि यो भिडियो हेर्दै हुनुहुन्छ यही एरियाको सेरोफेरोबाट र तपाईँलाई यस विषयमा जानकारी छ भनेदेखि तपाईँले कमेन्ट बक्समा लेख्न पनि सक्नुहुनेछ। दर्शकबिन अब चाहिँ भने हामी अझै उकालोतर्फ बढिरहेका छौँ र कहाँ जाँदैछौँ भनेदेखि यहाँदेखि अलिकति माथि डाँडाको टपमा चाहिँ मैना रानीको मन्दिर रहेको छ। मैना रानीको मन्दिरलाई दर्शन गर्न हामी पनि हेर्न र तपाईहरूलाई पनि देखाउनका लागि हामी उकालो लागिरहेका छौँ। दर्शकबिन हामीले यो मैना रानीको मन्दिर भनेका थियौँ हामीले चाहिँ अलिकति बाटो फेर पर्नको कारणले गर्दाखेरि अर्कै मन्दिर चाहिँ आइपुगेछौँ र यहाँनिर चाहिँ एउटा किराँत धर्मसँग सम्बन्धित एउटा मन्दिर रहेको छ हामी त्यो पनि हेर्नेछौँ र यहाँको दृश्यलाई पनि प्रस्तुत भने पक्कै पनि गर्ने नै छौँ। मैनी कि रानी के मन्दिर भन्छ रानी मन्दिर चाहिँ माथि तपाईँहरू अब बाइकमा आउनु बाइक पनि पिछेमा थियो यहाँनिर चाहिँ टक्क यहाँ ट्र्याक खन्दै रहेछ अनि उहाँहरूसँग पनि म कुराकानी गर्न ल ट्रेल यो चाहिँ महिना महिनीबाट सुरु भएको रहेछ र तपाईँले यो ट्र्याक यो चाहिँ ट्र्याक देखिराख्नु भएको छ र यो ट्र्याकको बारेमा चाहिँ ठ्याक्कै हामी पनि यो महिना महिनीलाई कभर गर्ने भनेर आउँदै गर्दाखेरि यहाँ ट्र्याक खन्दै गरेको हाम्रो धेरैजना देखियो र म अलिकति इन्ट्रेस्ट बढेको कारणले के कसो हो भनेर सोध्दै गर्दाखेरि चाहिँ सामु चाहिँ मैले यहाँनिर जतिजना पनि हुनुहुन्छ यो ट्र्याक खन्दै गरेको हुनुहुन्छ उहाँसँगको संवादलाई चाहिँ म जोड्दैछु र तपाईँलाई मैले स्वागत गरेँ दिछेन द्वीपमा होइन। ल अब तपाईँकै मुखबाट हामीले सुन्न चाह्यौँ कि यो ट्र्याक चाहिँ अहिले के को लागि खनिँदैछ भनेर। यो महिना महिनी मुडुम पदमार्ग भन्ने गरे चाहिँ मैले पनि सुने हो। हजुर 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 योभन्दा अरू त अब मलाई पनि त्यस्तो खासै जानकारी त मलाई पनि राम्रो त पाएको छुइनँ होइन। ए ल कहिलेदेखिको सुरु भयो? सुरु ट्र्याक खन्नलाई चाहिँ हिजोबाट मात्रै भएको 8 गते अनि बिहिबारबाट। यहाँबाट ट्र्याकको रुट थाहा छ तपाईँलाई? ट्र्याक रुट मलाई खासै त्यति थाहा छैन। तपाईँको अब अरू मान्छे नै हुनुहुन्छ यहाँको अब जस समितिहरूमा होइन, हामी त काम गर्ने मान्छे मात्रै। हजुर तपाईँहरूले यसो जानकारी पाए अनुसारले हजुर यो मुन्दुङ ट्रेलको यो ट्र्याक भनेको चाहिँ तपाईँको चखिया जोड्ने हो। हजुर होइन, खोटाङ जिल्लाको सुरुवातीमा पर्छ भनेपछि यो जुन चखिया र यहाँसम्मको बिचको दूरीको ट्र्याकको चाहिँ बारेमा थाहा भएन त्यो ठाउँहरू चाहिँ। हजुर यो ठ्याक्कै चाहिँ मुन्दुङ ट्रेल भनेको चाहिँ अहिले खोटाङ जिल्लाबाट सुरु भएर भोजपुर जिल्लाको साल्पा सिलिचुङ
सम्म गएर चाहिँ यो मुन्दुङ ट्रेलको यो पदमार्ग हालसम्मको लागि इन्डिङ भएको छ भनेदेखि र पछिल्लो समयमा चाहिँ मुन्दुङ ट्रेल चाहिँ दिन प्रतिदिन चाहिँ आफैमा एउटा छाप छोड्दै गएको छ, पपुलर बन्दै गएको छ र सामाजिक सञ्जालको धेरै युट्युब लगायतको प्लेटफर्महरूमा त्यहाँका ट्रेलका भिडियोहरू धेरै हामीले देख्न सकिन्छ। त्यस्तै गर्दै अहिले चाहिँ खोटाङ जिल्लादेखि भोजपुर जिल्लासम्म मात्रै नभइकन अहिले चाहिँ कोसी टापु र यो चाहिँ एउटा होचो स्थानबाट एउटा माथिल्लो एक लेभलको पिकसम्म लाने योजनामा चाहिँ अहिले उदयपुरको यो बेलाका नगरपालिकाको महिनामा छौँ र यो कोसी टापुबाट चाहिँ यो ट्र्याक सुरु हुँदै रहेछ। यो खुसीको कुरो हो र तपाईँहरूलाई पनि जानकारी दिन गएँ र उहाँहरू हुनुहुन्छ यहाँ जतिजना पनि हुनुहुन्छ उहाँहरू सबैजना हुनुहुन्छ यो ट्र्याकको लागि हिजोदेखि है? हजुर हिजोबाट हिजोदेखि। ल कतिजना हुनुहुन्छ? लगभग हिजो 24 जना जस्तो भएको थियो, आज 30 जना होला। समथिङ 30 जना मात्रै काममा चाहिँ लाउने कुरा थियो। 30 जना हजुर 30 जना चाहिँ यो मुन्दुङ ट्रेल सुरु हुँदै रहेछ होइन? यहाँको स्थानीयहरूले हिजो फुर्सदमा हुँदाखेरि जागिर पनि पाइयो नि त, काम पाइयो। हजुर एकदम काम पाइयो होइन? यो नै ठुलो राम्रो कुरो हो र पछि आउँदो दिनहरूमा भविष्य राम्रो छ। मुन्दुङ ट्रेलले तपाईँहरूको यो ठाउँलाई छुँदै अगाडि बढेको रहेछ र म चाहिँ तपाईँहरूसँग धन्यवाद। ल है त, बिदा हौँ है त। हस् हस्, ल ल। यहाँनिर चाहिँ कतिजना हुनुहुन्छ अहिले खन्ने? 30 जना हुनुहुन्छ। ए 30 जना हुनुहुन्छ ल। यहाँ चाहिँ ड्याम कि ड्याम लाएर नयाँ ट्र्याक खोलिँदैछ होइन? गाडी हिँड्ने चाहिँ होइन, मान्छे हिँड्ने, मान्छे हिँड्ने गोरेटो। अब यसलाई पछि ढुङ्गा छाप्ने होला नि होइन? अनि पहिला सफा गरेर लाने, अनि यहाँ चाहिँ तपाईँको हजुर सिडी हजुर लगेर माथि पुऱ्याउनु पर्ने। ल ल ल। के भन्नु छ नानी? केही छैन? केही पनि छैन? ओहो ल, यहाँबाट चाहिँ यसरी यसरी तयार हुँदै रहेछ होइन? ल, बुनुको के छ भनाइ? यो ट्रेल खन्दैछ होइन? खुसी दुखी के? एकदम खुसी लागिरहेछ। एकदम खुसी लागिरहेछ होइन? ल, यो काम एकदम भइरहेको रहेछ धमाधम होइन? तपाईँहरूको काम चलिरहेको अवस्था रहेछ तपाईँहरूको यो महिनी भन्ने ठाउँबाट है? ल ए पर्याहरू मान्छेहरूले यहाँ धर्म गरेको रहेछ। यो स्थान रहेछ मैना रानीको मन्दिर रहेछ है। यो चाहिँ डाँडाको टुप्पामा। अब यो बाटोले चाहिँ उता भोजपुर जाने बाटो रहेछ, चुवाड भन्ने ठाउँ पुर्याउँदो रहेछ। ल, हामी चाहिँ ठ्याक्कै मैनी गाउँको मैना रानी मन्दिरमा आइसकेका छौँ र दृश्य पनि तपाईँलाई देखायौँ। अब हामी यस पश्चात चाहिँ तल कोसीको 3वटा कोसी मिसिने, 3टा होइन 7वटा कोसी, जुन ठाउँमा देख्दाखेरि 3वटा मिसिएको जस्तो देखिन्छ त्यसलाई त्रिवेणी भनिन्छ। त्यसलाई माथिबाट हेर्छौँ र एकदमै आनन्दको दृश्य देख्न सकिन्छ है त। दर्शकबिन, यो तल सूर्यबाट थोरै माथि आइसकेपछि चाहिँ बाटोको लेभल चाहिँ अर्कै नै भेटियो। यो चाहिँ उत्तर साइडबाट बाटो बन्ने क्रम रहेछ भनेदेखि यो तल मदन भण्डारीदेखिको यो सूर्य भन्ने स्थानसम्म आउनको लागि चाहिँ बाटो अलिकति खात्रा खुत्रुक रहेको थियो। अब
यहाँबाट बाटो ओह्रालो लाग्दैछ र यो बाटोको लेभल चाहिँ अर्कै छ र यो अब पिच लेभलमा पुगिसकेको छ र अहिले हामी चाहिँ डाँडा दौडिरहेका छौँ। चिसो हावा सरर चलिरहेको छ। यो स्थानलाई चाहिँ भनिँदो रहेछ बाछाना चोक र थोरै दौडिँदा अलिअलि भोक लागेको जस्तो पनि भइसकेका छ। अब यहाँ हामी खाजासाजा खान्छौँ, त्यसपछि लाग्नेछौँ अगाडि। ल दर्शकबिन, अहिले ठ्याक्कै हामी छौँ यो मैनामैनी भन्ने गाउँ र यहाँ तल तपाईँले देखिराख्नु भएको छ यो सबैभन्दा उताबाट आउने तम्बोर र यो बिचबाट बग्छ अरुण र यताबाट आउँछ पाँचवटामा सुनकोशी, भोटेकोशी, तामाकोशी लगायतका आदि इत्यादि कोशीहरू यताबाट 5वटा आउँछ भने त्यसले 6वटा, त्यसले गएर 7वटा र त्यहाँबाट मिसिसक्दाखेरि बनिन्छ सप्तकोशी है त। अनि यो तपाईँले अहिले भाइ अलिकति जुम गरेर देखाइदियो भाइ, त्यो तल अलिकति धमिलो देखिरहेको छ। यो चाहिँ यतापट्टि यसलाई चाहिँ सुनकोशी भनेर भनिन्छ, तर यसमा 5वटा मिसिएको छ। त्योभन्दा उतापट्टिको छ त्यो अरुण, यो चाहिँ भोजपुर र सङ्घसभा, भोजपुर धनकुटा सङ्घसभा हुँदै उँभोबाट आउँछ भने त्यो पल्लो तम्बोर चाहिँ धनकुटा र आएर यहाँ मिसिएर यहाँदेखि तल बनिन्छ सप्तकोशी। अब यो ठाउँमा आइरहँदा यो रमाइलो रमणीय दृश्यहरू खिच्दै गर्दा हैन साथी सुन्न एउटा कुरा भनन्, कस्तो लाग्यो ठाउँ, कस्तो लाग्यो गाउँ, खोला नाला तर्दै मुलको पानी अन्जुलीमा पर्दै सेल्फी हानौला, मन्दिरले घुम्नु जाउला। गीतको ब्याकग्राउन्डमा भनेको जस्तै मनमिले घुम्न जाउँला। पक्कै पनि दर्शकबिन तपाईँहरू पनि यस स्थानमा घुम्नका लागि जानुहोला, मेरो आग्रह। र यो स्थान हुँदै अगाडि बढ्ने सडक चाहिँ लगभग अहिले क्लियर भइसकेको रहेछ। यो तल कोशीसम्मको यहाँ बाटो सहजै छ, तपाईँले भिडियोमा पनि देखिसक्नुभयो। अब चाहिँ भने हामी अझै नजिकबाट कोशीलाई निहाल्नेछौँ। अलिक थोरै तल झर्नेछौँ हामी कोशीको लगभग किनारको छेउछाउमा। अहिले हामी यो सडकको कुनै एउटा त्यस्तो खुल्ला पोइन्टबाट चाहिँ यो गाउँको दृश्य निहालिरहेका छौँ र अहिले हामीले देखाएको यो स्काई भ्यू भनेको चाहिँ तपाईँहरूको लागि र हामीले चाहिँ भने यो खुल्ला स्थानबाट हेऱ्यौँ। बाबैले भन्थे धाराको पानी साह्रै नै चिसो नखाऊ नानी, मरे नि तिर्खैले। बाबै यता आउनु न हौ, यता आउनु न। ल त सट्ट नहल्लाइकन बाबै के थरी पर्नुभयो, के थरी पर्नुभयो? माने हो, माने है गाई हो। हजुर। ए यहाँबाट रमित देखिन्छ भनेर आएको नि त। गजब देखिँदो रहेछ यहाँबाट त झन्। आमा धेरै उँधो चाहिँ नलाइ केटा होइन। यो गाउँको नाम चाहिँ के भन्छ? यो बाखाबु हो। बाखाबुङ? हजुर। बाखाबु
बाखाबु ए अनि यो ऊ त्यो परको त्यो सम्म छ नि त्यसलाई के भन्छ माथिको उयो यो सम्म माथिको यो टार जस्तो त्यो अल्टार हो हलिटार ए मजुटार मजुवाटार हजुर यता अल्टार त्यसलाई भन्छ मजुवाटार मजुटार कहाँबाट जान्छ त्यहाँ बाटो चाहिँ बाटो गाडीको बाटो यहाँदेखि जान्छ त्यहाँदेखि जान्छ हजुर त्यो यहाँ पुलदेखि नि त्यो यो डाँडा छ होइन त्यहीँदेखि जान्छ अनि कोप्चे भनेको चाहिँ कहाँनिर हो कोप्चे त्यो पानी जहाँ आएर रोकिने ठाउँ ए कोप्चे त यता पर्छ सिमले कोप्चे यो यता गइरहेको छ नि यहाँ त होइन पल्लोमा हजुर पल्लोमा होइन पल्लो त्यो त हल्का यता गएर देखिँदैन नि धेरै छ नि त्यो दोकान त्यही त यतापट्टिको कुनामा हजुर ए त्यहाँबाट यस्तो गरेपछि भोजपुर गयो हजुर ए यहाँ बाटो छ नि पुलदेखि जाँदैन त्यो माथिदेखि जान्छ अनि यसलाई हलिटार चाहिँ किन भनौँ हजुर यसलाई के अरे हल्टार हो कुनै हिमतालबाट र कुनै माथिल्लो लेकाली फेकबाट कुनै रुखको जराबाट र कुनै ठुलो ढुङ्गाको चेपबाट बेग्ला बेग्लै स्थानबाट लेकदेखि बेसी हुँदै कुनै ठाउँ मौन र कुनै ठाउँ सुसेली हाली बग्दै यहाँसम्म आइपुग्दा र एउटा विशाल कोसीको रूप लिँदै गर्दा अनि हामी यो बाखाबु भन्ने स्थानबाट तिमीलाई हेर्दै गर्दा मन यति फुरुङ्ग हुन्छ बयान गरिसाध्य नै छैन। हरियाली यो ठाउँ विभिन्न आकारको भौगोलिक बनावटले यो स्थानलाई सुन्दरता थपिदिएको छ। यस स्थानलाई भनिन्छ बाखाबु। लगभग धेरै जस्तो राई जातिको बसोबास रहेको यो बाखाबु सप्तकोशीको किनार नजिकको गाउँ हो। यहाँबाट बिहानको समयमा र हिउँदको समयमा सुनकोशीलाई चाहिँ बादलले ढाकिदिन्छ यहाँका स्थानीय भन्नुहुन्छ र अरुण र तम्मरलाई भने छेक्दैन र बनिसकेको सप्तकोशीलाई पनि बादलले छेक्दैन। यो अनौठो दृश्य हेर्नको लागि चाहिँ तपाईँ हिउँदमा आउनुहोस् भनेर यहाँका स्थानीय भन्नुहुन्छ मलाई। दर्शकबिन, यहाँसम्म देखाएको भिडियो तपाईँलाई कस्तो लाग्यो? हामी योभन्दा अगाडि 87 धाममा थियौँ भने आज छौँ उदयपुर जिल्लाको बेलाका नगरपालिका वार्ड नम्बर 7 मा पर्ने यो हो मैनामैनी भन्ने स्थानबाट तपाईँलाई सम्पूर्ण भिडियो देखायौँ। र यहाँसम्म भिडियो कस्तो लाग्यो प्रतिक्रिया दिन नभुल्नुहोला भन्दै आगामी अङ्कमा यस्तै किसिमका नयाँ नौलो ठाउँको भिडियोहरू हामी लिएर उपस्थित पक्कै पनि हुनेछौँ दिक्षेनद्वीपको आगामी अङ्कमा भन्दै भिडियोलाई लाइक गरिदिनुहोस्, मनमा लागेको कुरा कमेन्टमा व्यक्त गरिदिनुहोस्, अझै मन परे साथी सर्कलमा यो भिडियोलाई सेयर पनि गरिदिनुहोस् र सब्सक्राइब गर्नुहोस्। आगामी अङ्कमा तपाईँकै स्थानको भिडियो पनि हुनसक्छ दिक्षेनद्वीपको अङ्कहरूमा। त्यो भन्दै अर्को भिडियोसम्मको लागि म शिव लामा बिदा माग्न चाहन्छु। हस्त बाबाई, सिउ सुन, नमस्कार।